सूचना विद्यार्थीहरुको लागि म प्रदान गरिरहेको छु भने देखो जुन जुन बच्चा बोर्ड एक्जाममा छ भने जसरी कि बोर्ड एक्जाममा हामीहरुको 8 क्लास भयो 10 क्लास भयो 12 क्लास भयो यो बच्चालाई यो सालको दशैं छोडिदेऊ दीपावली छोडिदेऊ छठ छोडिदेऊ पूजा छोडिदेऊ तर यो साल जुन बोर्डमा तिमीलाई छ भने त्यसमा टप गर्नका लागि राम्रो मार्क ल्याउनका लागि राम्रोसँग एजुकेसन लिऊ किनकि तिमी यो बोर्डमा राम्रो मार्क ल्याइन्छ अनि सफल भइहाल्छौ तो तिमी फेरि अग्लो साल मजाको दीपावली दशैं यो सब मनाउन सक्छौ अनि फेरि नम्बर नआए भने यसमा तिमीहरु टाइम स्पेन्ड गर्छौ घरमा पढ्दैन त फेरि राम्रो मार्क आउन सक्दैन त्यसको लागि कठिन मेहनत गर्नु पर्यो जसरी कि हामी बोर्डमा जो बच्चा छ भने 8 क्लास भयो 10 क्लास भयो 12 क्लास भयो यसको बच्चाहरु बढी मेहनत गर्नु पर्यो यसको बच्चा को केही त्योहार हैन आयो त्योहार गरेपछि त तिमी अरु जीवनभरि त्योहारमा राम्रो हुन्छ तर यो हाम्रो त्योहार अनि चाडपर्व के हो जुन पैसाको खर्च अनि पैसा भयो भने त सबै राम्रो लाग्छ यो साल तिमी बोर्ड दिए भने त राम्रो हुन्छ भने राम्रो मार्क ल्याए भने राम्रो हुन्छ अनि राम्रोसँग नदिए भने त अग्लो साल त तिमी छठ दीपावली आउँछ तर तेरो बोर्ड के एक्जाम आउँदैन तर तिमीलाई थाहा छ भने कि त्यही सफल हुन्छ जसले आफ्नो एउटा ह्याबिट आदत रिडिङमा लगाउँछ जुन पनि बुक हो घरमा बसेर बुक निकालेर पढ्ने एउटा आदत एउटा ह्याबिट बनाऊ जताले जुन पनि किताब छ जुन बच्चा रिडिङ गर्नका लागि आफ्नो ह्याबिट आदत बनाइलियो त्यो बच्चा सफल भइहाल्छ किनकि रिडिङ एउटा यस्तो शास्त्र हो जुन हामीलाई पढाइको अगाडि बढाउँछ पढाइको राम्रो दृश्यमा पुगाउँछ यसको लागि सबै बच्चाहरुसँग म भन्न चाहिरहेछु कि तिमीहरु वेट नगर तिमीहरु प्रतीक्षा नगर यो छठ बिते भने त म पढाइ गरिदिन्छु त्यो बेला केही गर्न सक्दैन जुन पढाइ चलिरहेछ जहाँबाट पनि ज्ञान पाइरहेछ त्यो छिटो भन्दा छिटो अपनाऊ तिमीहरु टाइम स्पेन्ड गरिरहेछ यो टाइम बिताइरहेछ एक दिन तिमीहरु यो समयको लागि बढी रुन्छौ तर तेरो जीवनमा यो समय कहिले आउँदैन तर आज तिमीहरु जुन समय बिताइरहेछ पढाइ राम्रोसँग गरिरहेछ छैन भने तिमी टाइम बताइरहेछ छठ बिते भने त म राम्रोसँग पढ्नेछु तिमी कहिले पढ्नेवाला छैन किनकि तिमीलाई थाहा छ जसले भन्छ यो म भोलि गर्छु त्यो भोलि कहिले उडाउनेवाला छैन भने त तिमीहरुलाई थाहा छ भने अनि पढाइ गर्न छ भने प्रिपरेसन राम्रोसँग गर्न छ तयारी गर्न छ भने त अहिलेदेखि नै लाग अहिलेदेखि नलागे भने तिमी कहिले राम्रोसँग तयारी गर्न सक्दैन तर खास गरेर जुन जुन बच्चा बोर्ड एक्जाममा छ भने बोर्ड भनेको 8 क्लास 10 क्लास 12 क्लास यो सब बच्चाको खास गरेर बढी मेहनत गर्नुपर्छ यो बच्चाको क्लास अब्सेन्ट गर्नु पर्दैन कठिन मेहनत गर्नुपर्छ अनि अगाडि बढ्नुपर्छ किनकि संसारमा बाबु तिमीलाई म भनेको शिक्षाको महत्व धेरै छ भने शिक्षाको महत्व संसारमा सबभन्दा ठूलो छ शिक्षा आज तिमी प्रदान गरेर लिन्छौ त जीवनमा जीवनभरि खुशहाल रहन्छौ आज शिक्षा राम्रोसँग नलिए भने त जीवनभरि दुःख रहन्छौ याद राख्नु हामीहरुको पढाइमा बढी कडा छ पढाइमा बढी मेहनत छ तर याद राख्नु एक दिन तिमीलाई सफल बनाएर हामी मार्केटमा पैसा जरुर कमाउँछौ तर तिमी आफ्नो मेहनत गर्नुपर्छ अनि क्लास तिमी अब्सेन्ट गर्छौ पढ्न आउँदैन 20 वटा बहाना बनाउँछौ त्यस्तो विद्यार्थीलाई यो कोचिङ छैन त्यस्तो विद्यार्थीलाई यहाँ सफल हुने जरुरी छैन यहाँ गरिबको बच्चा पढ्न आउँछ अनि त्यो कठिन भन्दा कठिन मेहनत गर्छ एउटा बच्चा 3 घण्टाको क्लास गर्छ या 3 घण्टाको क्लास हुन्छ अल सब्जेक्टको तयारी हुन्छ त्यही बच्चा नि सफल भएर भोलि मार्केटमा 40-45 हजारको महिना कमाउँछ अनि झण्डा लहराउँछ यो कोचिङको 15 वर्ष चलिरहेछ 15 वर्षदेखि यहाँ विद्यार्थीहरु हामी निकालिरहेछौं अनि मार्केटमा हाम्रो धेरै विद्यार्थीहरु कमाइरहेछ यसको लागि यो सालको जुन जुन बच्चा बोर्डमा छ भने 8 क्लासमा छ 10 क्लासमा 12 क्लासमा त्यो बच्चा अब्सेन्ट नगर पढाइ गर अनि रिडिङको आफ्नो प्रिपरेसन बनाऊ अगाडि बढ्न अनि प्रब्लम छ जुन टिचरसँग सोध अब तिमीहरु नै नसोधे भने तिमीहरु नै केही पढ्न नआए भने टाइम वेट गर्छौ त फेरि तिमी अगाडि बढ्न सक्दैन त्यसको लागि बुझ नत्र तिमी आज 5 साल खेलेर गुजारिदिन्छ 8 5 13 हुन्छ भने 8 क्लास देखि अनि 5 साल गर्छौ यानी कि 5 साल तिमी खेलेर गुजारिदिन्छौ मस्तीमा गुजारिदिन्छौ त जिन्दगी भर रुने काम गर्छौ फेरि यो समय तिमीलाई आउँदैन यो 5 साल कठिन मेहनत गरिदिन्छौ त तिमी जीवनभरि खुश रहन्छौ किनकि कसैसँग सोध्ने जे सफलताको पछाडी एउटै हतियार हो त्यसको नाम हो शिक्षा पढाइ धन्यवाद नमस्कार कति मिनेट